छौँ अहिले यहाँनिर गाडी कुरेर बस्दैछौँ भेडाघाटको लागि। अब यताबाट गाडी आउँछ, त्यहाँबाट गाडीमा जान्छ। यहाँसम्म चाहिँ हामी आयौँ अटोमा है। यतापट्टि चाहिँ यो मार्केट बजार छ यता। अब जाने हामी यता भेडाघाट। यता बस कुद्ने ठाउँ यहाँनिर टक्क। यो छ यो तीनपत्ती चोक नगर निगम बस स्ट्यान्ड भन्दो रहेछ, बस स्ट्यान्ड पनि भन्दो रहेछ यहाँनिर। यहाँबाट अगाडि जाने अब ठ्याक्क म अहिले छु है यो मध्य प्रदेश इन्डियामा छु अहिले म। हेर्दाखेरि सेम सेम छ, खासै डिफ्रेन्ट केही पनि छैन। त्यही है, अब यहाँबाट अगाडिको यात्राहरू म देखाउँछु इन्डियाको। ल अहिले चाहिँ भेडाघाटको चाहिँ यो पार्किङ, बस पार्किङ, गाडी पार्किङ गर्ने ठाउँमा आइपुग्यो। अब हामी केही बेरमा चाहिँ तलपट्टि जान्छौँ। यहाँनिर पार्क जस्तो पार्किङ छ यहाँनिर हेरौँ। भेडाघाट यो जबलपुर जिल्ला, मध्य प्रदेश जबलपुर जिल्लाको चाहिँ भेडाघाट। यो चाहिँ यतापट्टि अब यहाँबाट तलपट्टि जान्छ हाम्रो। यहाँनिरको पनि सट्ट अलिअलि हाम्रो चाहिँ आजको चाहिँ बाइकमा आउने प्लान पनि सक्सेस भएन, गाडीमा आउने प्लान पनि सक्सेस भएन। लास्टमा चाहिँ हामी चाहिँ अटो गरेर आउनु पऱ्यो है। अलिकति टाइम त छिटो भयो पनि जस अलिकति चाहिँ कस्ट चाहिँ बढी लाग्यो अटोमा आउँदा। त्यही अब तलपट्टि जान्छ है हामी। यो पार्किङ एरिया हो, यहाँबाट चाहिँ अब तलपट्टि जान्छौँ है हामी। खास त्यति धेरै भिड चाहिँ रहन्छ यहाँनिर। मूर्तिहरू चाहिँ कडा छ यहाँनिर। ल अहिले हामी भेडाघाटमा आइपुग्यौँ। यहाँनिर छ यो नर्मदा नदी, यस्तो खोजबाट गएको छ। यो घाट हो एउटा, यो भए पनि यहाँनिर चाहिँ अब हेरौँ है, यो एकदम पर्यटकीय क्षेत्र रहेछ, धार्मिक तथा पर्यटकीय क्षेत्र यो चाहिँ इन्डियाको। यहाँनिर चाहिँ स्नान गर्नेहरूको चाहिँ एकदमै बाक्लो घुइँचो छ। ल हेरौँ है यतापट्टि, यो तलपट्टि यसरी यताबाट तल गएको रहेछ यहाँनिर। म यहाँनिरको यो पुरै देखाउँछु है। छ यहीँनिर छ पानी। माथिपट्टि हामी स्नान गर्छौँ, यहाँनिर हेर्छौँ रोपवे पनि छ यतापट्टि। ल हेरौँ यतापट्टि रोपवे चलिरहेको छ, यतापट्टि रोपवे पनि। यहाँनिरको पुरा देखाउँछु है मलाई। भेडाघाट जबलपुरको एउटा चाहिँ पर्यटकीय क्षेत्र यो मेन वाटरफलको तर्फ जान्छौँ है हामी। यहाँनिर एकदम ठुलो छहरा छ यहाँनिर, डेन्जर छ के। नर्मदा नदी यति ठुलो रहेछ यहाँनिर। अब दर्शन गर्छौँ हामी नर्मदा नदीको। यो छ यो नर्मदा नदीको वाटरफल, यसलाई भन्दो रहेछ भेडाघाट। यहाँबाट यसरी तलपट्टि गर्छ। ल हेरौँ कडा छ ठाउँ। यसको मेन ठाउँ यहाँनिर छ वाटरफल। ल हेरौँ ल एकदम साफ सुग्घर है यो पानी चाहिँ भित्र। यतापट्टि नुहाउने ठाउँ तपाईँलाई माथिसम्म नुहाउन सकिने रहेछ। अब हामी केही बेरमा नुहाउँछौँ। रोपवे छ यतापट्टि, पारी जाने वारिपारी गर्ने पुरै खोज छ यहाँनिर। यहाँबाट यस्तो खोजबाट नर्मदा नदी अगाडि गछन्। यतापट्टि चाहिँ यस्तो छ। ल हेरौँ माथि पनि यहाँनिर पनि आछन् थोरै। यहाँ चाहिँ ट्याक्क वाटरफल छ यतापट्टि। तर यो एकदमै आश्चर्य लाग्दो छ, एकदमै अमेजिङ। मेन भनेको ठाउँ यही हो। घाटहरू यहाँ थुप्रै छ। रोपवे छ यहाँबाट वारिपारी गर्ने।
चिसो हावा हैन नर्मदा नदी अब किनार किनार हामी माथिपट्टि गएर चाहिँ यहाँनिर स्नान गर्छौँ है अब हामीले नर्मदा नदीमा चिसो पानीमा यो पनि यो उत्तरतिर फर्केको रहेछ क्या यहाँनिर झर्ने पुण्य मिल्छ अरे यो नि उत्तरतर्फ बगेको नदी रहेछ नर्मदा यता छेउमा छौँ अब यतापट्टि छ नदी पुरै यो ठुलो छ नदी तलपट्टि त्यो वाटरफल अब यहाँनिर टक्क म गएर नुहाउँछु स्नान गर्छु है धेरै अघि नै जानु एक नम्बर छ है त नर्मदा नदी यहाँनिर नुहाउने मान्छेहरूको चाहिँ निकै भिड छ यहाँनिर त्यो तलपट्टि सेतो सेतो देखिए ठाउँमा ठ्याक्क त्यहाँनिर छ झरना ठुलो छ है नदी यहाँनिर यसको स्पिड एकदम खत्रै छ माथिपट्टि चाहिँ पुल बन्दै रहेछ ठुलो यहाँ माथिपट्टि यहाँनिर पौडी खेलियो हामी नुहाइयो है तल डुबुल्की मार्ने मान्छेको यहाँ निकै भिड छ यतातिर यता पनि छ नर्मदा नदी ल हेरौँ छेउमा यहाँनिर हेरौँ त नुहाउने पुरै यहाँनिर सबै ल सोचेको भन्दा पनि राम्रो ठाउँ छ यहाँनिर यो अब यहाँबाट चाहिँ हामी बाहिर निक्लिन्छौँ है यतापट्टि हो त्यो भएको ठाउँ वाटरफल रहेको ठाउँ यहाँनिर अब फेरि यो अगाडिपट्टि जान्छौँ हामी यहाँनिर रोपवे यो केबल कार पनि छ पसलहरू त कति छ माथिदेखि नै तलसम्मको यो नदीसम्मै रहेछ नर्मदा नदी यहाँनिर चाहिँ यो भाँसिएको ठाउँ रहेछ क्या यो झरना भएको ठाउँ पुरापट्टिबाट झरिराखेको छ मजा आउने ठाउँ रहेछ हामी नुहाइयो यहाँनिर अब यहाँनिर शङ्खहरू रहेछ यहाँनिर